ल है सबैलाई नमस्ते। म यति बेला तपाईहरुलाई चाहिँ यो भिडियो डाउनलोडर प्ले होम भन्ने एपको बारेमा यो भिडियो बनाइदिँदै छु। अब यो एप चाहिँ एन्ड्रोइड मोबाइलहरुमा डाउनलोड गर्न मिल्ने एप हो। अनि परा चाहिँ मान्छेहरु लोभिएर जस एकदम राम्रो क्वालिटीको भिडियो डाउनलोड गर्छु भनेर चाहिँ यो एपलाई इन्स्टल गर्नुहुन्छ र यो एपको बारेमा पहिला रिभ्यु बुझ्नुपर्छ। अब जुनसुकै एपको यति मात्र नभएर जुनसुकै एपको बारेमा चाहिँ रिभ्यु हेरेर बुझेर मात्र एप डाउनलोड गर्दा राम्रो हुन्छ। अब हाम्रो बानी चाहिँ फटाफट पहिला डाउनलोड गर्ने, चेक गर्ने काम गरे गर्छ, नत्र भने यसलाई चाहिँ फाल्दिने भन्ने हो। तर यो डाउनलोड गरेर पर्मिसन दिने हो भने यो एप चाहिँ रिमुभ गर्न अथवा अनइन्स्टल गर्न नमिल्दो रहेछ। अनि त्यो भएर यसलाई चाहिँ कसरी रिमुभ गर्ने अथवा अनइन्स्टल गर्ने भनेर चाहिँ मैले तपाईहरुलाई यो सपोर्टको लागि यो भिडियो बनाइदिँदै छु। अब कुनै पनि मेरो सुझाव के हो भने कुनै पनि एप डाउनलोड गर्नुभन्दा अगाडि चाहिँ यसको रिभ्यु हेर्नुपर्छ। नत्र भने तपाईको चाहिँ मोबाइल अब ह्याक हुन सक्छ, अरु कसैले चलाइदिन सक्छ, बैंक ब्यालेन्स भएको अब त्यो हराउन सक्छ, अथवा अरु कसैले त्यो पैसा चाहिँ ट्रान्सफर आफ्नो खातामा गरिदिन सक्छ हैन। त्यो भएर पनि तपाईहरुले चाहिँ अब अलिकति ख्याल गरेर मात्र यस्तो एपहरु डाउनलोड गर्नु होला र यसलाई इन्स्टल गर्न चाहिँ सजिलो छ। यहाँ थिचिरहने अनि यसलाई टक्क पारेर चेन्ज गरिदिने। अब चाहिँ सेटिङमा जाने अनि एपमा जाने अनि एप इन्फोमा जाने अनि सर यो एप खोज्ने अनि अप्सन आइहाल्छ है त। ल हेर्नुस् त ठ्याक्क अप्सन बल्ल आयो इन्स्टलको अप्सन। यो भन्दा अगाडि केही गरे आएको थिएन नि। ल बाइ बाइ।